ल गाइज हेर्नुहोस्, यो झिँगाले कसरी आफ्नो खानामा पर्दाखेरि केही खानामा आउँदाखेरि किटाहरू कसरी छोड्छ भनेर यसरी प्रष्ट हुन्छ। ल हेर्नुहोस्, यो झिँगा चाहिँ झिँगाको ठुलो झिँगाको पेट अचार्दाखेरि यसरी किरा निकालेको हुन्छ। हेर्नुहोस्, किटाणुहरू यसरी खाना पर्छ, त्यही कारणले यो चाहिँ तपाईँको खानामा झिँगा पऱ्यो भने त्यो भाग चाहिँ नखानु होला। हेर्नुहोस् त, किटाणु चाहिँ यसरी निकाल्छ यसले। यस्तो हुन्छ यो झिँगाको किरामा चाहिँ। हेर्नुहोस्, यसरी देखाइरहेको छु तपाईँहरूलाई। हेर्नुहोस्, तपाईँले अझ पनि निकालिरहेको छ। कति होला यसकोमा हेर्नुहोस्, हेर्दाखेरि सानो छ तर कति होला यसको हेर्नुहोस्। यसरी किरा चलेको गर्छ। ल हेर्नुहोस्, हाम्रो शरीरलाई कति असर पर्छ होला कमेन्टमा तपाईँले लेखेर उत्तर दिनु होला।